15-16 वर्षको उमेरदेखि चल्ने अफेयरको कुराहरू, यसले ल्याउने समस्याहरू र धेरैवटा सामग्रीहरू त तपाईँहरूसँग पनि आइपुग्छ, साइबरसँग डिल गर्न पनि आइपुग्छ, कतिवटा बाहिर निस्किन्छन् पनि, कतिवटा अब 15-16 वर्षका बालबालिकाहरूका या त्यहाँभन्दा माथिका बालबालिकाहरूका या अन्य म्याच्योर्ड मान्छेहरूको पनि आइरहेको हुन्छ। अब प्रायः जस्तो यस्तो केसमा त प्रायः जस्तो मलाई पनि जहाँसम्म लाग्छ आउने भनेको 15-16 देखि 20 वर्षसम्मका नै धेरै त्यस्ता सामग्रीहरू या त्यस्ता केसहरू आउँछन् होला। यसलाई कसरी हेर्नुहुन्छ तपाईँले चाहिँ, कसरी बुझ्नु भएको छ? त्यही नै हो, यो मैले अघि भने जस्तो युथहरूमा एक खालको खै के भन्ने यसलाई, अब उनीहरू कसरी गाइडेड भइरहेछ, कसरी उनीहरू मोटिभेट भइरहेछ यो कुरालाई लिएर। उनीहरूलाई कस्तो भन्छ आफ्नो करियरको चिन्ता, म फ्युचर बनाउनुपर्छ भन्ने पनि छैन, छ भनौँ कि छैन भनौँ जस्तो लाग्छ कहिलेकाहीँ। सो इट्स लाइक फेसन जस्तो भइसक्यो कि अब मैले अब भने नि त अघि नै रिलेसनमा बस्न मेरो गर्लफ्रेन्ड बोयफ्रेन्ड छैन भन्ने कुरा चाहिँ विषय पनि प्रतिष्ठाको विषय जस्तो भयो उनीहरूलाई। यो स्टुडेन्टको चाहिँ रिलेसन छैन भन्यो भने उसलाई चाहिँ ह्युमिलेट फिल हुने अवस्था आयो। उनीहरू त्यसरी बुझ्छ नि त, गलत बुझाइ। सो स्मोक गर्दिनँ भन्दाखेरि पनि ह्युमिलेट हुने अवस्था। सो यस्तो नेगेटिभ बुझाइबाट उनीहरू गाइडेड छ नि त अहिले। सो यसमा त्यो कारणले गर्दाखेरि पनि यस्तो भइरहेछ। र अर्को कुरा यो अब ग्लोबल यो हाम्रो जुन इन्टरनेटको एक्सेस आयो, यसले कतिपय कुरामा हामीलाई सघाउ पुर्याएको छ भने त्योसँग धेरै मात्रामा हामीलाई यसले एकदमै यसको डिमेरिट्सहरू छ कि। अनि यसको मिसयुज गर्ने परिपाटीहरू डेभलप भएको छ। अहिले सम्बन्धमा हुँदाखेरि केही नबुझेर जे पनि गर्ने र अलिकति सम्बन्ध बिग्रेपछि ब्ल्याकमेलिङ गर्ने एकदमै धेरै आएको छ। हामी कहाँ साइबर सम्बन्धी थुप्रै समस्याहरू, यस्तो रिलेसनको कुराहरूलाई जोडेर थुप्रै समस्याहरूको निवेदनहरू आउँछन्। हामीले दुईवटा पक्षलाई बोलाएर एउटा खालको गरिदिने र त्यो जुन कन्टेन्ट हुन्छ त्यो कन्टेन्टलाई फाल्न लगाउने या के गर्ने त्यो खालको पनि गर्छौँ प्राइमरी फेजमा चाहिँ। अब कसैले कसैको चरित्र हत्या गर्छ, कसैले कसैको चाहिँ त्यस्तरी साइबर क्राइम नै गर्छ भने चाहिँ हामी कानुनी कारबाहीमा पनि लान्छौँ। अहिले हामीलाई जिल्ला लेभलमा पनि साइबर क्राइमको मुद्दा दर्ता गर्ने अधिकार छ।